हेलो गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग। अहिले चाहिँ म ड्युटी पनि आइसकिसकेँ हो। यस्तो ठन्डा छ कि मौसम त एकदमै ब्युटिफुल छ, मनपर्ने हो। तपाईँहरूको चाहिँ कस्तो हुँदैछ मर्निङ स्टार्ट चाहिँ? सो वक यो आजकल यो स्टेयर्समा चढ्नु बेसी परेको छैन हो। सिफ्ट भयो नि त ग्राउन्ड फ्लोरमा, त्यही भएर अहिले चाहिँ जस्ट ओपनिङहरू हुँदैछ नि त हो। अनि त्यही भएर चाहिँ यस्तो छ अहिलेको माहौल चाहिँ। यो सर्ट त अस्तिको सर्ट जस्तै लागेको हो मलाई। सो यो स्टोर चाहिँ अस्ति ओपनिङ हुन आँटेको थियो हो, ओपनिङ पनि भइसकेको छ। त्रिनोडा ब्युटिफुल रहेछ। त्रिनोडा मर्निङ चाहिँ यस्तो हुन्छ नि, एकदम ब्युटिफुल मर्निङ। आइपुगेँ मेरो लोकेसनमा। सो अहिले चाहिँ म इभिनिङ टी पिउनु बाहिर निक्लेको थिएँ, अनि चायमा आएको त टाइम लाग्ने रहेछ एकछिन। अन्त चाहिँ तपाईँहरूलाई सोचेँ कि सिलगढीको भ्यू देखाउँ भनेर, त्यहाँ चाहिँ देखाउँदैछु। अहिलेको मौसम चाहिँ एकदमै राम्रो छ। म चाहिँ चाय पिउन आएको, क्रिम रोलसँग चाय पिउने हो अब। मेरो फेभरेट प्लेसमा सधैँ नै आउने गर्छु। अब भने चाहिँ रुम पनि आइसकेँ। अहिले चाहिँ बसिरहेको छु, खाना पाक्दैछ चाहिँ हो। अनि चाहिँ मेन टाइममा चाहिँ चाय बनाएको छु, चाय पिउँदैछु। आजको खानामा चाहिँ चावल अनि दाल अनि चाहिँ किमा तासी बनाउँदैछु हो। तपाईँलाई म देखाउँछु ल कस्तो हुन्छ। यो चाहिँ फर्स्ट टाइम बनाउँदैछु म इमा तासी। एकदम यो देख्दा त डेलिसियस देख्दैछ। अब हेर्नुपर्छ ट्राई गरेर चाहिँ हो। अलमोस्ट रेडी भएर पनि अब चाहिँ म सर्भ गर्दैछु यहाँनिर। आजको लागि चाहिँ मेरो भ्लग यहाँनिर एन्ड गर्छु। बाई बाई।